आज चाहिँ हामी लेकमा एउटा ठाउँमा चाहिँ डेरा छ, त्यहाँ गोठ पनि छ, त्यहाँ हामी जाँदैछौँ। यो त्यही बाटोदेखि देखिने दृश्यहरू हो। यो पर देखिन्छ रोड, मैले देखाइरहेको छु। रोड खासै राम्रो देखिएको छैन अहिले। यहाँदेखि निकै राम्रो सिनहरू देखिन्छ। अहिले हामी दाजुभाइ जाँदैछौँ। यस्तो बाटो रहेको छ। यस्तो बाटोबाट गएर रोड भेटिन्छ। रोडदेखि रोड गएपछि फेरि अर्को बाटो भेटिन्छ। रोड पनि खासै राम्रो छैन। यो रोडमा रहेको आल हो, 10-12 ताल होला। यहाँ दो बाटो रहेको छ, माथि डिम्बुल बजार जाने र तल जाने। हामी चाहिँ तल लागिरहेका छौँ। यो चाहिँ पानी खानाले बट्टा मैले छोडेको थिएँ, पानी थापिरहेको छु। यो चाहिँ हाम्रो डेरा हो। जाने बित्तिकै खाजा खायौँ। अनि यहाँनिर हाम्रो खाजाको प्रकारहरू हेर्न सक्नुहुन्छ। हामी यसरी खाँदैछौँ। अनि खाजा खाइसकेपछि चित्र बुन्ने तर्खर गऱ्यौँ। यो चाहिँ हाम्रो मामा हो। मामासँग रमाइलो गफगाफ हुँदै थियो। अब चाहिँ खाना खाने टाइम भयो र खाना खान लागेका छौँ। हेर्नुहोस्, तरकारी चाहिँ निगुरो हो गोठको। हाम्रो थाल पनि यस्तो खतरा छ, गोठको बसाइ न हो। डाँडो पनि यस्तो छ, काँटा हो, अर्ग्यानिक काँटा। फेरि खाना खाइसकेपछि चित्र बुन्न सुरु गऱ्यौँ। मसँग चित्र बुन्ने चाहिँ जेठो दाइ हो। यो माइला दाइ। अनि अहिले हामी दाजुभाइहरू यहाँ खटिरहेका छौँ। अहिले क्यामेराम्यान चाहिँ सुरेश हो। अहिले ड्रोनबाट कैद हुँदैछ। चित्र बुन्ने काम भइरहेको छ। यो डेरा छाउनलाई चित्र चाहिँ बुनेको हो। अब चाहिँ हामीले चित्र बुनिसकेर पनि डेराको छानो भत्काउँदैछौँ, निकाल्दैछौँ। यो छाउनु पर्ने। यो छाउने क्रममा पानी परेर निकै बिजोग भएका थियौँ। जब यो छानो निकालिसक्यौँ, नयाँ लगाउन नपाउँदै पानी परेर पानीभित्रै छायौँ। अनि बस्नु पनि पर्यो। त्यही भित्र बस्ने नभएर पानीभित्रै हामीले छायौँ। अनि त्यो दिन पानी परेको 1-1.5 घन्टा जति पानी पर्यो। त्यो सबै हाम्रै शरीरभित्र, हाम्रै जिउमा पानी रहेको थियो। अनि आगो मजाले ताप्यौँ। अनि लुगा त्यही जिउमै सुक्यो।